क्यामेरा मिलाउँदा मिलाउँदा म हत्तु नै भइसके साथीहरू हैन। अनि त्यस पछाडि तपाईहरुलाई मेरो ब्लगमा स्वागत गर्न चाहन्छु। नमस्ते। अनि आज चाहिँ म एकदमै धेरै लेटेस्ट अपडेट के दिन आइराखेको छु भन्दाखेरि मेरोमा चाहिँ 2 जना गेस्ट आउँदै हुनुहुन्थ्यो हैन। अनि त्यस पछाडि उहाँहरुको समय चाहिँ अलिकति टाइट थियो अनि भ्याउनु हुन्न भन्ने थियो। अनि म पनि उहाँहरुलाई भेटेर पनि के रे म माथि कोर्स गर्न जान्छु भनेर मैले सोचिरा थिए। अनि कोर्स चाहिँ म सेल्फ मेकअप कोर्स गर्दैछु हैन। अनि त्यो पनि भ्याउने गरी जानु पर्यो। त्यही भएर म फेरि खानेकुराहरु पकाउँदाखेरि कति ढिलो पकाउँछु नि त। अनि अब पाहुनाहरुलाई के खुवाउनु त पर्यो भनेर मैले अर्डर गरेको थिए हैन माथि स्याम्स क्याफेबाट। तर कस्तो भयो भन्दाखेरि मेरो अर्डर पनि आयो हैन। अनि त्यसपछि त्यो के भयो भन्दाखेरि पाहुनाहरु नै एकछिन पनि बस्न मान्नु नै भएन। अनि फेरि माथिबाट त्यो अर्डर पनि अलिकति ढिलो मात्रै आयो नि त। ढिलो मात्रै आयो त्यही माथि। अनि हाम्रो पाहुनाहरु पनि एकछिन पनि बस्न मान्नु भएन। सो उहाँहरु गइहाल्नु भयो। सामान भरै आयो। अब क्यान्सल गर्न पनि मिलेन भनेर मैले क्यान्सल पनि गरिन। अनि सरी। त्यस पछाडि चाहिँ मैले यो भिडियोहरु चाहिँ स्लाइड गरेर मैले तपाईहरुलाई देखाउँछु ल। यहाँनिर चाहिँ तपाईहरुले देखिराख्नु भएको छ यो म सामान चाहिँ रिसिभ गरेर ल्याउँदै छु। उहाँले होम डेलिभरी पनि गर्नुहुन्छ। सो मैले चाहिँ यहाँनिर तलतिर रोडमा रिसिभ गरेर ल्याएको हो। अनि त्यस पछाडि मैले मुकबाङ गरेको छु। खाइला तातो रहेछ क्या एकदम धेरै तातो। मैले खाइरहेको छु है कपाको दिकै नि। अनि यसरी मैले मुकबाङ पनि गरिसके खाइ पनि सके। त्यस पछाडि म यहाँनिर अरु नै बसेर पूजाहरुसँग गफ गरिसके धेरै बेरसम्म हैन। अनि अहिलेलाई चाहिँ यो कन्डक म ट्राई हान्नु पर्यो भन्दा पनि 1 प्लेट मगाएको। एउटा मैले अघि खाइसकेको छु। अब यो अर्को एउटा पनि खान चाहन्छु। हेरौँ म अन्डरबाट अघि पनि चीज आउँदै आएन क्या। यस्तो गिलो भएर आउँदै आएन। मजा आएन क्या यसरी त।